नमस्कार। म सानो केही कुरा लिएर आएकी छु आज। अहिले धेरैजसो सबै स्कुलहरू चाहिँ बिदा भइसकेको छ। दसैँको होमवर्क पनि दिनुभयो होला कतिपय स्कुलहरूले दिनु भएन होला। मैले सानो क्लिप्सहरू हेर्दै थिएँ टिकटकमा। धेरैजसो क्लिप्सहरूमा चाहिँ बच्चाहरूको आक्रोश देखेँ मैले होइन। होमवर्कलाई लिएर चाहिँ धेरै आक्रोश देखिएको छ। होमवर्क बच्चाहरूलाई पढाइ चाहिँ हामीले बोझ बनाउने होइन, बच्चाहरूलाई चाहिँ इन्ट्रेस्टको रूपमा कसरी लान सकिन्छ त्यो स्टाइलले होमवर्क दिने गरौँ। धेरै बोझले पनि बच्चाहरूलाई कल्चरल भ्यालुज, सोसियल नर्म्स अनि रिलिजियस भ्यालु त्यो हामीले बच्चाहरूलाई दिलाउन सकौँ, ताकि होमवर्कमै इन्गेज भएर बच्चाहरूले यो सामाजिक अनि सोसल नर्म्सहरू, आफन्त, इष्टमित्र, चाडबाडमा चाहिँ बाबु नानीहरू भिज्न सक्नुहुन्न र जुन संस्कृतिलाई चाहिँ उहाँहरूले राम्रोसँग बुझ्न पाउनुहुन्न। बच्चाहरू चाहिँ ननस्टप होमवर्कमै बिजी भएपछि बच्चाहरूले राम्रोसँग सेलिब्रेसन गर्न पनि पाउनुहुन्न। बच्चाहरूलाई, बाबु नानीहरूलाई क्रिएटिभ वर्क, त्यही चाडबाड सम्बन्धी प्रोजेक्ट वर्कहरू दिलाउनुहोस्, ताकि बच्चाहरूलाई पढाइ बोझ बन्न नसकोस्। पढाइलाई खुसी पढ्यो भने बच्चाहरूले धेरै कुरा सिक्ने मौका पाउँछन्। हस् त, धन्यवाद।